हेलो गुड आफ्टरनुन एभ्रिवान। लु है मलाई चाहिँ मेरो बहिनीहरूले चाहिँ प्रधाननगरमा खाना खानु बोलाएको छ है। अनि आज के पाएका छ त आइटम तपाईँलाई म देखाउन गइरहेको छु है। सर्वप्रथम तपाईँको आयो पहिला यहाँ प्लेन राइस है। अनि यो भयो तपाईँको यहाँ चटेला फ्राई हुँदैछ, देख्न सक्नुहुन्छ। चटेला भरुवा है, यो चाहिँ देख्न सक्नुहुन्छ भरुवा चटेला बनाउँदैछ है। यसको ब्याटर म तपाईँलाई देखाउँदै थिएँ। अनि यो भयो तपाईँको बनिसकेको चाहिँ फ्राई भइसकेको चटेला भरुवा है, देख्न सक्नुहुन्छ। फ्राई हुँदैछ। अनि अब अर्को आइटम के बनाएको छ त भनेपछि यो चाहिँ डुङडुङको साग र आलुको सब्जी देख्न सक्नुहुन्छ। बिचाराले साबन बारेको छ हो, तर पनि खाना खानु बोलाएको मलाई। सबै भेज आइटमहरू छ है। अनि अर्को आइटम के छ त भनेपछि चाहिँ भेन्डी र आलुको सब्जी बनाएको छ है मेरो बहिनीले चाहिँ। देख्न सक्नुहुन्छ दामी बनाउँछ मेरो ठुलो बहिनीले, कान्छी बहिनीले खानाहरू चाहिँ है। अनि यहाँ अर्को आइटम के छ त भनेपछि चाहिँ मेरो फेभरेट हो, यो चाहिँ हो निङ्ग्रो र छुर्पीको सब्जी। देख्न सक्नुहुन्छ हेब्बी बनाउँछ खानाहरू मेरो बहिनीहरूले चाहिँ, ठुलो बहिनी कान्छी बहिनीले है। साबन बार्दैछ। अनि नन भेज चाहिँ होइन, भेज आइटमहरू। तर यति आइटमहरू भयो भने चाहिँ नन भेज चाहिँ नभए पनि हुन्छ मलाई हो। अनि यो भयो तपाईँको इस्कुसको दम, देख्न सक्नुहुन्छ। इस्कुसको दम बनाएको छ हो, देख्न सक्नुहुन्छ। कम्ता बनाएको रहेन रहेछ आइटमहरू चाहिँ। अब के खानु है, यत्रो आइटमहरू बनाएको रहेछ। अनि यो भयो स्पेसल तपाईँको एमादाची, देख्न सक्नुहुन्छ। एमादाची बनाएको छ हो। यो चाहिँ भुटनिज आलु हो है। भुटनिज आलु पनि र भुटनिज खोर्सानी पनि हालेको छ उसले है, देख्न सक्नुहुन्छ। हो, देख्न सक्नुहुन्छ। अनि अर्को आइटम के छ त भनेपछि चाहिँ पनिर, देख्न सक्नुहुन्छ। पनिर बनाइदिएको छ मलाई चाहिँ। पनिरमा चाहिँ अब हेर्दाखेरि मलाईवाला पनिर जस्तो देख्दैछ है। हो, मलाई पनिर बनाएको छ। कम्ता आइटमहरू छैन हो। के खानु आज चाहिँ यहाँ चाहिँ अब देख्नुभयो, अघि नै मैले भनिहालेँ आइटमहरूको भरमार छ है। ल साथी हो, अब ढिलो पनि भयो बिचारा बहिनीले यत्रो आइटम बनाउँदा है। अब ग्ल्याम खाने। ल साथी, बाइ बाइ एभ्रिवान, सी यु अल इन द नेक्स्ट भिडियो।